जङ्गलतिर किनभने दार बोक्नलाई जाँदैछु। अनि एउटा के कुरा भुलेछु भन्दाखेरि मैले चाहिँ जुत्ता लाउन बिर्सेछु कि चप्पल लाएर आएछु यार। हेर्नुहोस् गाइस ऐसलु पुरै रातो रातो खालको ऐसल छ होइन। Hi guys, welcome back to my YouTube channel. This is my first vlog. It is me Tilak. र तपाईहरु सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु र म हाल इन्डियामा छु र आजदेखि चाहिँ मैले भ्लग बनाउन स्टार्ट गर्दैछु र आजको दिन कसरी कट्ने छ म तपाईहरुलाई देखाउने छु। आज चाहिँ म जंगलतिर जाँदै छु। जंगलतिर किनभने दार बोक्नलाई जाँदैछु। ल गाइस, अब चाहिँ जंगलतिर जान लागि है, काममा जान लागि हो। के गर्नु, अर्काको देश आइएको छ, काम गर्नै पर्यो है। अनि एउटा के कुरा भुलेछु भन्दाखेरि मैले चाहिँ जुत्ता लाउन बिर्सेछु कि चप्पल लाएर आएछु यार। अब त्यहाँ जंगलमा त अब चिप्लो छ होला हैन, चिप्लिन्छ होला एकदम म त सायद। हेर्नुहोस् गाइस ऐसलु पुरै रातो रातो खालको ऐसल छ हैन, एकदम मिठो छ है। मोलो आज हुन्छ यसरीको सिजन छ है। अङ्कलहरूलाई चाहिँ म अब यहाँ पर्खिन्छु, कतिखेर आउनुहुन्छ अनि सँगै जानुपर्छ। हामी जाने चाहिँ हो त्यहाँ, यहाँ चाहिँ हो यो घरदेखि उतापट्टिको डाँडामा जान्छु। त्यहाँ जानलाई लगभग अब लाग्छ 1 घन्टा जति लाग्छ होला सायद है। बसेको आधा घन्टा भइसक्यो है, उदय पनि अङ्कलहरू आउँदैनन् यार। निन्द्रा नै लाग्न लागिसक्यो। आज त के गर्ने हो साथीहरू, छ्याउ भएन त भन्दा भन्दै पनि आइसकेछन्। के हो यस्तो ढिलो? गयो कि अघि नै तलबाट जाने मात्र हिँड्नु क्या गाडी। ल साथीहरू, हामीले चाहिँ यहाँदेखि पानी लग्नुपर्ने हुन्छ हैन। त्यहाँ अङ्कल भएको ठाउँ म पनि जाँदैछु। देनसँग चाहिँ यहाँ पानी मुनि कस्तो झार छ हैन। अनि यहाँ चाहिँ अङ्कलले पानी भर्दै हुनुहुन्छ, म चाहिँ यहाँ बसिरहेको छु। हामी चाहिँ यहाँ माथि पुगिसक्यौँ हैन। अनि ठुलबाले चाहिँ हामीले चाहिँ बोक्नलाई काँधमा लगाउने, ढाडमा लगाउने अनि रसीहरू सब ल्याएर आउनु भएको छ हैन यतातिर। अनि अङ्कल चाहिँ यहाँ चाहिँ पुरै मोबाइल चलाएर व्यस्त फेरि। ल हामीले चाहिँ दार बोक्न सुरु गरिसक्यौँ हैन। देन सक्नुहुन्छ माथि ठुलबाले चाहिँ एउटा दार ल्याएर आउनु भइसक्यो हैन। त्यहाँ ठुलबा र अङ्कलले चाहिँ त्यहाँ उतापट्टिबाट यहाँ ल्याएर फाल्नुहुन्छ, देख्न सक्नुहुन्छ दार आइसक्यो एउटा। अनि हामी चाहिँ यहाँदेखि उता लग्ने गर्छौँ। देन सक्नुहुन्छ मैले चाहिँ यो दार चाहिँ बाँधेको छु हैन। यो दार चाहिँ मैले लग्नुपर्ने हुन्छ। अनि मैले बोकी पनि सकेँ दार। के गर्नु, मेहनत गर्नै पर्यो हैन, काम गर्नै पर्यो। दुःख छ एकदम हैन। देन फुपू अगाडि हुनुहुन्छ, फुपूलाई कुनै रहर त थिएन होला हैन यत्रो बुढो समयमा काम गर्दा। अनि घरको जिम्मेवारीले हैन, अनि छोराछोरीको भविष्यले गर्दा चाहिँ फुपू यहाँ यसरी काम गरिराख्नु भएको छ। ल गाइस, हामीहरूले चाहिँ दार चाहिँ यहीँ फाल्नुपर्ने हुन्छ हैन। यहीँसम्म ल्याउँछु, त्यहाँ परदेखि यस्तरी बोक्नुपर्छ है। काम गरी खान त एकदम गाह्रो छ, पेट पाल्न गाह्रो छ साथीहरू, के गर्ने हो र है। 2 hours later. ल साथीहरू, हाम्रो चाहिँ अब दिउँसोको नास्ता खाने टाइम पनि भइसक्यो हैन। एकदम भोक लागिरहेछ हैन। म चाहिँ यता छु अनि सबजना थाकेर चाहिँ एकदम पल्टिरहेछन् हैन सबजना चाहिँ।
आज चाहिँ हामीले जम्मा 40-50 दाराहरू बोक्यौँ। ल है साथीहरू अझै चाहिँ अब रुमतिर फर्किँदैछौँ हामी चाहिँ। देख्न सक्नुहुन्छ अगाडि अरू छन् भने चाहिँ म चाहिँ पछाडितिर छु होइन। अनि यहाँसम्म हेरिदिनु भयो त्यसको लागि धन्यवाद होइन। नेक्स्ट भिडियोको लागि चाहिँ सबैजनाले सब्सक्राइब गरिदिनु होला।